कति एक्सपिरियन्स छ है? हामी चाहिँ यहाँ कुन ठाउँ हो दाइ? यो गुरुङ गाउँ। गुरुङ गाउँ भन्दा अलिकति तल। गुरुङ गाउँ चाहिँ होइन, गुरुङ गाउँ भन्दा अलिकति तल आइपुगेको छौँ। हामी अब लास्टमा भइसकेको छौँ, अब जाने। कस्तो भइरहेछ त एक्सपिरियन्स एकदम कडा भयो हैन। एक्सपिरियन्स चाहिँ अब बाइक अफ हो। नेपालको आधी हिस्ट्री थाहा भइसक्यो होला। आधा हिस्ट्री थाहा भइसक्यो। हामी पार्टनर हो। हामी चेन्ज गर्नु भएको छ गाडी आयो पार्टनरसँग भक बना न। स्कुटर पार्टनरसँग भक बना न। हामीले कुन गीत गाएर आएको भन्ने नजालु
छ होइन दुप्तेश्वरमा आज देख्न सक्नुहुन्छ सब लाइन हो त्यहाँ माथिपट्टिको होइन त्यो माथिसम्मै छ माथिसम्मै यहाँ माथिसम्मै छ अनि रमाइलो रहेछ ठाउँ जोस एकदम खुल्ला चिसो हावा चल्ने वरिपरि खोला बगिरहेको ठुलो रहेछ खोला त्यही हो अरू भनेको त्यही हो पुरा सब र अब चाहिँ हाम्रो यहाँदेखि चाहिँ लाइन सुरु भएको छ हाम्रो सरहरू यहाँ लाइन बस्नु भएको छ गुन्डा चाहिँ 4 बजेतिर प्रकाश होइदिन्छ लाइन बस्दै होइदिन्छ अनि लाइन चाहिँ एकदमै लामो छ अलि चाँडो आउनु होला आज हामी अलिकति 1.5 घन्टा ढिलो गर्यौँ हामी अलिक ढिलै हिँड्यौँ आज 6 बजे हिँड्नुस् काठमाडौँबाट कहाँ 6 बजे 8 बजे होला सायद 8 बजे सजेस्ट गर भनेको ए तपाईँहरू हिँड्दाखेरि चाहिँ 6 बजे हिँड्नु हामीले पनि 6 बजे हिँड्ने प्लान बनाएको थियौँ तर सबैजना उठ्न भ्याउँदैनौँ अल्छी लाग्छ हामीलाई नेपालीहरू त्यही हो शनिबारको दिन सबैको छुट्टी हुन्छ सुत्न मन लाग्छ सबैलाई एक्सपिरियन्स आज चाहिँ हामीले यहाँ आएर सर्भिस गर्न पाउँदाखेरि चाहिँ एकदम हामी एकदम रमाइलो लागेको छ सर्भिसिङ पनि राम्रो भएको छ हामीले धेरै नयाँ कुरा सिक्न पाएका छौँ गाली पनि सुनेका छौँ होइन ढिलो भयो भनेर गाली सुन्दैछौँ अब हामीले गालीमा म बसेदिएँ अब त्यो गाली सुन्नुमा पनि हामीलाई अब छुट्टै एउटा सिक मिलेको छ अब होइन ठिकै छ हामीले केही गल्ती भुलचुक गरेछ भने यही भिडियो मार्फत सबैलाई सरी भन्न चाहन्छौँ हामी चाहिँ भर्खरै दर्शन गरेर आयौँ मन्दिर माथि दुप्तेश्वर महादेव र पानी पनि पर्न लागेको अवस्था एकदम मौसम हाम्रो टोलीहरू अहिले माथि छन् अब सबैजना झरेर टक्क यहाँ बसेर फोटो खिच्ने अनि त्यसपछि हामी खाना खाएर घरतिर लाग्ने अहिले चाहिँ टाइम कति भएको छ भने 2:30 भएको छ हामी एकदम टाइम लाग्यो हामीलाई तर हाम्रो राजेश दाई अमीर दाई स्नेहा दिदीहरू गएपछि माथि लाइन मिलाउन गए भद्र सर पनि गएपछि लाइन एकदमै सरेर 2-3 घन्टामा हुने काम 1 घन्टामै भयो बुझ्नुभयो नि त्यही भएर तपाईँहरू नि केवारसी आउनु के दिलीप सर पनि आइसक्नु भएको छ हेलो दिलीप सर हजुरलाई कस्तो लाग्यो हजुरलाई मलाई कस्तो लाग्यो भने बाङ्गोटिङको किन थाहा छ किन लाइन बाङ्गोटिङको बसेपछि बाङ्गोटिङको भयो प्रकाश सर हजुरलाई कस्तो लाग्यो एकदम रमाइलो तिमीहरूसँग सँगै भएर थ्याङ्क यू फोटो खिच्छ हेलो महेन्द्र सर हजुरलाई कस्तो लाग्यो आजको यात्रा हाम्रो ट्रिप रमाइलो भयो म्यामहरूलाई कस्तो लाग्यो रमाइलो लाग्यो इट्स 3 बजिसक्यो अब त थकाइ पनि लाग्यो भोक पनि लाग्यो है अनि यहाँ यसो खानसान खान्छौँ हामी अनि त्यसपछि लाग्छौँ दिस इज कोटबारी होटल कि के हो कोटबारी फुडको रिभ्यू आउँछ कस्तो छ भने भोक कतिको लागेछ
र मिठो खाजा खाएर अब हामी चाहिँ काठमाडौँतिर लाग्छौँ।